अहिले काठमाडौँ मल यही हो बुढाको अचारको स्टोर पहिला उद्घाटन यही भएको थियो सानो भयो भनेर उता सारेको छ भन्दै थियो होइन जम है ऊ पर रहेछ देखाउ त कहाँ अरे ऊ देख्यो हो त्यही हो के दाई अरे बुढाको अचार उसको इच्छा नेपाल आएर बुढाको अचार स्टोर हेर्ने ल जाऊ न त ऊ त्यहाँ किन्ने त होइन हेर्ने मात्र होला नि त होइन किन्ने ए पाउँदैन कहाँदेखि किन्नु आएको अरे ब्याङ्ककदेखिको यहाँ हेरेर अनि मैले देखाउन ल्याएको क्या भाइ यो बुढाको अचार यहाँ भेज पाउँदैन पाउँदैन यही हो नयाँ स्टोर रिभ्यू दिने होला नि त हेर्छौ त्यही भएर यहाँ देखाउन ल्याएको क्या उसलाई ओपनिङमा केएल टावरमा अचार काठमाडौँ मलमा गएर हामीले किनेर ल्याएको खै त अनुहारै देखेन त आफ्नो त अनि के अरे थाइल्यान्डबाट उसलाई चाहिँ यति रहर थियो कि बुढाको अचारको त्यो स्टोर हेरेर किन्ने रहर अनि किनेर पनि ल्याइसक्यो यो के हो चिकन अनि के भनेको छ सेक गर्नु भनेको छ होइन यसरी सेक गर्ने यसरी 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 म त खाँदिनँ भेजिटेरियन हो अनि देखेन अहिले यता आऊ न हौ आफू त अनि रिभ्यू के फर्स्ट टाइम हाफ केजीको लिएर आएको छ भयो होला भयो होला ल खोला 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 खै त्यसले त म यहीँ उसमा बनाइदिन्छु नजिक ल्याएर खोल्दैछ है यति रहर कि एक्साइटेड त्यहाँ जान साथ किनेर ल्याइहालेको अब उनीहरूको फर्स्ट रिभ्यू कस्तो हुन्छ है अर्को पनि होइन त्यहाँ खानालाई खाएर भातै खायो भात थपाउ न त आऊ बुढाको अचारसँग खानालाई 2 केजी मोटाएर जाऊ बासना आयो है मिठो बासना आयो है मिठो ट्राई गर है म त भेजिटेरियन म चाहिँ भिडियो बनाउने मात्र हो यिनीहरूले मलाई भिडियो बनाउनलाई हायर गरेको ल है ल फर्स्ट है फर्स्ट यहाँ एकछिन ल आफ्नो ए खाएर भनेको खै कस्तो भयो मिठो छ खोर्सानी ल खाए ल भन ल है चेस बर्मा भाषामा भन तिमीहरूको के भन्छ साकाउने सालो काउमा काम मिठो माया दिदी सुपर तपाईँको अचार तपाईँको बुढाले बनाउनु भएको अचार होइन ल ल ल